नमस्ते, म दिपक कुमार श्रेष्ठ। म यसै गाउँमा जन्मेर हुर्केर बाल्यकाल मेरो पढेको स्कुल, बाल्यकालमा खेलेको ठाउँ, हुर्केको ठाउँ, पढेको ठाउँ त्यो बेला चाहिँ श्री निम्न माध्यमिक विद्यालय सिरुडाँडा थियो। अहिले चाहिँ श्री चन्दादेवी आधारभूत विद्यालय सिरुडाँडा छ। प्रगति धेरै राम्रो छ अहिलेको समयमा। हामी पढ्ने समयमा अलिकति अब पाखामा डाँडामा सानो भुइँखालको स्कुल थियो। अहिले चाहिँ यत्र बिल्डिङहरू राम्रो बनाएको छ। प्रगतिको हिसाबले धेरै राम्रो छ। अलिकति अब विद्यार्थीहरूको कमी, शिक्षा दीक्षाको अब त्यस्तै हो। सुख शान्तिलाई मान्छेलाई अलिकति सुविधाले गर्दा अलिकति खाली भएको छ, तर प्रगति त राम्रो छ। स्कुल चाहिँ एकदम राम्रो फेसमा भएको स्कुल हो यो। हाम्रो यो ठाउँको स्कुल चाहिँ लगभग हेर्ने हो भने कुनै पनि क्षेत्रको तराईको भिडभाडको गाउँ बस्तीको भन्दा एकदम राम्रो लोकेसनमा भएको स्कुल, राम्रो ठाउँमा चाहिँ वातावरण भएको ठाउँमा हो। यतिको ठाउँमा अलिकति बस्ती नै हो भने त धेरै राम्रो हुने ठाउँमा त बस्ती अलिक कम हुनाले गरेर विद्यार्थीहरू अलिक कम छ। अब त्यो समयमा हाम्रो समयमा त खानालाई पानीको यति समस्या थियो, हामी तलदेखि बोक्थ्यौँ। अहिले हाम्रो यहाँ कक्षा कोठाहरू, कम्प्युटर क्लासहरू, वाइफाईहरू सबै सुविधा छ। सरकारबाट भएको पाउने सुविधाहरू, आउने सुविधाहरू, धेरै सुविधाहरू चाहिँ भएको छ। कम्प्युटर क्लास छ, तपाईँको वाइफाई छ। यहाँ अहिले सुविधाको हिसाबले त स्कुलमा पाउने सुविधाहरू धेरै छ। कन्स्ट्रक्सनहरू 2 तलाको बन्दैछ। अब यतापट्टि मेबी अब फेरि अब 2 तलाको बन्दै नै छ होला। राम्रो छ। अलिकति हाम्रो गाउँठाउँमा अलिकति सुविधा धेरै नभएको र अब रोजगारीको सिलसिलामा बाहिर जानुपर्ने र बालबच्चालाई राम्रो उच्च शिक्षाको लागि नै बाहिर बस्ने भएर अलिकति पछि परेको छ। सायद भविष्यमा अब त्यस्तो नहोला, राम्रै होला। अब राम्रै प्रोजेक्टहरू परिरहेछ, बिल्डिङहरू बनिरहेछ, अब कामहरू भइरहेछ। उत्पादन अब अलिकति मूलक चिजहरू हुने र अलि सिँचाइको समस्या छ हाम्रो यो ठाउँमा। अलिकति सिँचाइ हुने हो भने र बस्ती हुने हो भने, स्वास्थ्य हुने हो भने चाहिँ मान्छे पढाइ लेखाइमा हुने हो भने चाहिँ धेरै राम्रो ठाउँ भयो। अब हामी बाल्यकालमा हुँदा हाम्रो यहाँ सानो एउटा चाहिँ जस्ताले लाएर तलबाट काठले बारेका स्कुल थियो, 5 क्लाससम्म थियो। अब अहिले यस्ता राम्रो कन्स्ट्रक्सनहरू बनिरहेछ। अब यो आँप गाँसी हामी सानसाना हुँदादेखि नै फल्न थालेको। अब यो अहिले यत्र ठुल्ठुला भयो, राम्रो फलेछ, फुलेछ, एकदम राम्रो छ यो ठाउँ चाहिँ। अब मलाई पनि किन यो ठाउँ एकदमै आनन्दमय लाग्छ। आउँदाखेरि एकदम छिर्दाखेरि बस्दाखेरि एकदम मनै आनन्द फुरुङ्ग भए जस्तो फिल हुन्छ। अब यो ठाउँमा बस्ने मान्छेहरूलाई थाहा छ, यो स्कुलको बारेमा पढ्ने मान्छेलाई थाहा छ। अब त्यो समयमा अलिक विद्यार्थी पनि धेरै थियो, अहिले एकदम कम पनि छ विद्यार्थीहरू। त्यो हुनाले अब स्कुल सञ्चालन त भइरहेको छ। अब अलिकति चाहिँ अलि विद्यार्थी कम भएको हुनाले के हो भन्ने कुरा हो। जुन समयमा हामी दिसा पिसाब गर्नका लागि सबै भारी वनहरू युज गर्थ्यौँ, अहिले यस्ता राम्रा टोयलेटहरू, बाथरुमहरू बनेको छ। पानीहरू सबै यहाँ टोयलेट बाथरुममै छ। र पनि अलिकति मान्छेलाई सोचे जस्तो नहुँदाखेरि चाहिँ अलि छोड्न बाध्य भएर हिँड्ने गरेको छ। अब हुन त म पत्रकार पनि होइन, युट्युबर पनि होइन। मलाई चाहिँ केही चिज आफू पढेको ठाउँको बोल्न मन लाग्यो भएर मैले 2 शब्द राखेको हुँ। त्यस्तो मैले अब कसैलाई विरोध गरेर कसैकोलाई तलमाथि भन्नलाई होइन। यति नै हस्, धन्यवाद।